मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो त्यहाँ। चाहे नचाहे मैले रेस्पोन्स गर्नै थियो। हजुर, म अलिक बिजी छु। मेरो जवाफले सायद काम गरे। हुन त मैले त्यो जवाफ दिनु थिएन, किनकि फेसबुकमा जोडिएका भाइ, साथी, इष्टमित्र र चिनजानी नै थिए। फेरि म कसरी व्यस्त भएँ, ताकि दैनिक 4-6 घन्टा नेटमा रुमलिनु मेरो आदत नै थियो। भलै मेरा साथी धेरै थिए, सबैसँग कुरा गर्न सम्भव थिएन पनि। मेबी 2 घन्टाको अन्तराल हुनुपर्छ। मैले 1 कप चिया थप्न भ्याएँ। पुनः हेलो, उही नाम, उही अक्षर, उही कुरा, अनि मेरो जवाफ उही हजुर। आराम होइसिन्छ? प्रश्न। आराम छु उत्तर। घर परिवारमा के छ? अब म झल्यास्स भएँ र नामतिर ध्यान दिएँ। मेरो मानसपटलको परिधिमा सीमित छैन त्यो नाम। यदि नचिनेको भए मेरोमा फ्रेन्ड कसरी? होइन, मैले कन्फर्म गर्न निदो गरेँ। त्यही नाम, कपी, सर्चमा पेस्ट र इन्टरले देखाए स्टडी इन ब्याचलर 3rd इयर टियु। बस यति थियो उसको प्रोफाइलमा। एबाउट गरेँ, त्यही नाम जुल्दो मिल्दो इमेल आइडी मात्र। बरु केही लाइक पेजहरू मेरोमा म्युचुअल थिए। प्रोफाइल पिक्चर कहीँ फुल, कहीँ काँडा, कहीँ शायरी त कहीँ कार्टुन। बस यही हो उसको परिचय। यति हेर्न भ्याउँदै थिए, बोल्न पनि पैसा लाग्ने जस्तो। अर्को प्रहार च्याट बक्समा आयो। अब मैले कुरा गर्नै पर्छ। कसैले साथी बनाउँदाको नाम परिवर्तन गरेको पनि त हुनसक्छ। होइन भने पनि ठिकै छ। फेरि बुझ्न पनि त सकिन्छ। म्यासेज बक्समा खानदानी भाषा छ, अनि त्यहाँ देखाएको शिक्षा सही हो भने शिक्षित पनि अब मैले बिस्तारै औँला चलाएँ र सोधेँ, माफ गर्नुहोला, मैले तपाईँलाई बोलेछु। तपाईँको परिचय? उत्तर तुरुन्तै आयो, मेरो नाम त्यही हो। म अजय धर्म राय र भने। मैले तपाईँलाई चिन्न सकिनँ। छिनभरमै च्याट लाइनमा रातो सिम्बल आयो। हेरेँ अब ठुलो मान्छे। हामीलाई के चिन्नु? ओके भाइ। म यसै पनि कौतूहलित थिएँ। अब झनै मन साँगुरिएर आयो। आखिर मैले चिनिने त मेरो के दोष? हुन त केटी मान्छेले चित्त नबुझेपछि ठुलो मान्छे हामीलाई बिर्स्या भन्ने गर्छन्। यो उनीहरूको आदत नै हो भनेर एउटा साथीले भनेको अझै भुलेको छैन मैले। त्यही सोचेँ। रातिभर विचलित भइन कम्प्युटर सटडाउन गरेँ। ओके भाइ। आज त म पनि बाठै बने। फेसबुक खोल्नुसँगै च्याट लाइन अफ गरेँ। पेज खुलेसँगै फ्रेन्ड, म्यासेज र नोटिफिकेसन सिम्बलमा राताम्य देखेँ र हेरेँ मेरा सबै फोटा र स्ट्याटसमा 1-1 लाइक बढेको थियो। त्यो सबै त्यही नामको थियो जुन हिजो च्याटमा कट्टी भएको थियो। म्यासेज बक्समा पनि तपाईँ त कस्तो मान्छे, त्यतिमा पनि रिसाउने, हिजोदेखि च्याटमै हुनुहुन्न, उही नामको सन्देश थियो। मैले बाल मतलब गरिनँ, बरु अफलाइनलाई अन गरेँ। केही बेरमा फेरि अर्को सन्देश आयो। आई एम सो सरी, मैले बाध्य भएर भने। इट्स ओके। होइन, यी केटी मान्छे कति नखरा, कसरी केटा मान्छेलाई आफ्नो बनाउने, प्रभावित पार्ने कति जाने। छिनमै रुने, छिनमै हाँस्ने, क्या गजबको कला। हुन त म पनि कम होइन। अरू भए 1-2 हप्ता नै बोल्दैन थियो होला, तर केटी भएर 24 घन्टा नपुग्दै कट्टी फिर्ता गरेँ। तर यो मेरो मात्रै होइन, सबै लोग्ने मान्छेको विशेषता हो। योसँगै म उनीसँग च्याटमा गफिन थालेँ। सायद उनी भएरै होला, च्याटमा बस्नुको मजा बेग्लै हुन थाल्यो। मिनेट, घन्टा हुँदै हामी घन्टौँ च्याटमा हराउन थाल्यौँ। अनि नचिनेकै भए पनि अन्तरङ्ग कुरा हुन्थे। फुर्सदमा सम्झौता लाग्थ्यो, भेटेरै सामिप्यता बाँड्न पाएँ। म कतिपटक उनको असली परिचय र सम्पर्क नम्बर चाहन्थेँ, तर त्यो कदापि सम्भव भएन। म हजुरलाई आफै कल गर्छु अनि भेटौँला है, छुट्नु अघिको भनाइ याद गर्दा पनि मन प्रफुल्लित हुने कस्तो संयोग। मोबाइलमा सेभ नभएको नम्बरबाट कल आए पनि हतार उठाउन थालेँ। कतै उसैको होइन, उसको स्वर कतै आएन। म बेग्न प्रतीक्षामा तडपिरहेँ। अब त च्याटमा पनि अफिस टाइममा अकाल झुकाल मात्र भेटिन्छ उसलाई। साँझ बिहान च्याटमा आइदिए पनि घरको कर्फ्यू तोडेर हल्का कुरा त गरिन्थ्यो नि। मेरो आमुक्ता पुरा हुन सकेन। लामो समयपछि बल्ल ऊ आए। मैले नि श्री गणेश गरेँ। कता हराएको, खै त सम्पर्क? उसले उम्कदै भने,
म अलि व्यस्त भएँ, त्यही भएर। हजुरले अबदेखि मलाई तपाईँ होइन तिमी भन्नु न है, उसको रिक्वेस्ट थियो। मैले नस्वीकार्ने कुरै भएन, किनकि म पनि अरूको धेरै इज्जत गर्नेमा कहाँ पर्छु र। सहरिया रहन सहनमा सानैदेखि हुर्केको मलाई तिमी होइन त नै भन्नु परे पनि के को आपत्ति, समस्या छैन, हुन्छ भनिदिए। यति हुँदासम्म मलाई कता कता गाउँकुतीको आवाज हुन थालेको छ। म एकान्त प्रेमी, कतै एकान्तमा परेकी उनकै कल्पनामा हराउन थालेछु। च्याटका मिठा मिठा शब्दहरू मेरा ननिजपटलमा घुमिरहन्छन्। सोच्छु उनीसँगको मेरो सम्बन्ध जीवन्त हुनुपर्छ। उनी र मसँगको पहिलो भेट म कल्पना गर्नै सकिनँ। म भित्रभित्र यति प्रफुल्लित भएँ, मानौ आजकलका नवजवानहरूले भन्ने भाषामा भन्ने हो भने मेरो लभ पर्यो। उनी बिनाको जीवन अब म सोच्नै नसक्ने भए। मेरो एकाङ्की आमुक्तामा के को राज छ त्यो त म पनि जान्दिनँ, तर मलाई यति थाहा छ उनी बिनाको म अधुरो रहन्छु। आज म अलि खुसी पनि छु। त्यसैले गायक विनोद राठौरको खुसी छु म आज तिमीभन्दा धेरै बोलको गीत अधरबाट अनायासै फुत्किरहेको छ। पिङजटाबाट उम्किएको पन्छी जस्तै स्वतन्त्र छु म आज। तिजको रमझमले मलाई पनि घरको कर्फ्यू हटेको छ। निर्जीव पलङमा लमतन्न मलाई निन्द्रादेवीले धोका दिएको आवाज म सहजै अनुमान गर्न सक्छु। लोड सेडिङको अन्धकारमा सङ्गीतको ताल दिँदै गरेका भ्यागुताको ट्वार ट्वारसँगै मेरो मानसपटलले एउटा गजबको उपाय फेला पार्यो। साथीले उपहार दिएको आइफोन अब मेरो लागि निन्द्रा आगमनको उपाय हुन सक्छ। मोबाइल डाटा कनेक्ट गरेँ, च्याटमा जाउँ उसलाई भेटिने होइन। बेकारमा के पैसा खर्च गर्नु, एकातिर मन भनिरहेछ, अर्कोतर्फ सरसर्ती हेरेर अपडेट त हुनैपर्छ। नभन्दै आज मेरो जीवनमा दोस्रो आश्चर्य अङ्कित भएको छ, ताकि उसलाई यति अबेर पनि च्याटमा देखेँ। हत्ता नपत्ता टाइप गर्दै थिएँ, ओ फर्स्ट भाइ ह्याप्पी तिज। मैले सेम टु यु भन्दै सोधेँ, यति बेलासम्म च्याटमा? उसले जवाफ दिँदै भने, व्रत बसेको, सबैजना रमाइलो गर्दैछौँ। मैले सोधिहालेँ, कसको लागि व्रत? एउटा स्टिकरसँगै जवाफ आयो, मेरो व्रत हजुरको लागि। म एक्कासी छाँगाबाट खसेझै भएँ। मनभरि कुसमुकुस छटपट्टिहरू म डारिन थालेँ। साँझको लालीमा प्रभातका किरणहरू देख्छु। अन्धकारमा पनि रश्मिका छट्टाहरू देखिन थाल्छन्। कतै मन तुलबुलिन्छ। सम्हाल्छु आफूलाई भारी मनले। मनमनै भन्छु, यो कसरी सम्भव छ? होइन, मेरा लागि व्रत बस्ने कति हुन सक्छन्? 2 दिनको रमझममा ऊ मेरा लागि व्रतसम्म बस्न सक्छ? यो हुन सक्दैन, फेरि अर्को मनले भन्छ। किन ऊ बिनाको म सोच्नै सक्दिनँ। मनभरि तर्कना बोक्दै थिएँ। खै कति बेला निन्द्रादेवीले अँगालो मारिन् थाहै भएन। सायद चौथो दिन हुनुपर्छ। मेरो एरियाको ल्यान्डलाइन फोन नम्बरबाट फोन आयो। रिसिभ गरेँ। हेलो, आदतजी हो? मैले हो भने। कोहीले आवाजै त नभए पनि कतै सुनेको जस्तो सुमधुर आवाज थियो। त्यो मैले यकिन गर्न त सकिनँ, र पनि त्यो आवाजसँग म नजिकै हुनुपर्छ। म अन्दाज गर्न सक्छु। हतारिँदै सोधेँ, को बोल्नुभयो? चिन्नु भएन? अन्दाज गर्नुहोस् न म को होला। म लक्काट्दै थिएँ। उसले थपिहाली, म फेसबुकको साथी, नाम हजुर नै राख्नुहोस् न है। म पुलङ्कित भएँ। हर्षले कता कता हराए जस्तो आवाज भयो। म जसको प्रतीक्षामा आतुर थिएँ आज ऊ मसँगै छ। मैले हत्ता नपत्ता नाम राखेँ, फेसबुककी केटी। धेरै बेरको अन्तरङ्ग कुराकानीले म यति प्रफुल्लित भएँ, सायद जीवनमा नयाँ आयाम थपिएको छ। मनन गर्छु कति भाग्यमानी म। उसँगको कुराकानीले मलाई किन काउकुतीको आभास भइरहेको छ। मेरो धेरै रिक्वेस्ट उसलाई भेट्ने, तर उसले मानिन। अन्ततः ऊ पग्ली। भोलि भेटौँ न है। उसको कुरा नसकिँदै हुन्छ भन्न मलाई कुनै अप्ठ्यारो परेन। छोरीको भोलि स्कुल बिदा छ, उसलाई नि लिएर आउँछु नि है। उसको यो भनाइले म एक्कासी छाँगाबाट खसे जस्तै भए। फेरि एकपटक मेरो जीवनमा ठुलै रेक्टर स्केलको भुइँचालो आयो। हामी दुईको सम्बन्धमा यो छोरी कहाँबाट आए? यति लामो कुराकानीमा मलाई पत्तै भएन। ऊ विवाहित थिए, अझै छोरीकी आमा। नै, यो मलाई स्वीकार्य छैन।
तर विवास पनि छु। हुन त म पनि विवाहित नै हुने, मेरी पनि उसको जस्तै एउटी छोरी छ। आखिर के भयो त, संयोग पनि उस्तै, दुवै विवाहित, दुवैका एक छोरी। म मन बुझाउने प्रयास गर्छु। दुवैको चिन्ने सिम्बल साटासाटसँगै उसले भेट्ने स्थान छान्न मलाई जिम्मा दिए। मैले मणिमुकुन्द सेन पार्क रोजेँ। उसले ओके गरी। हामी दुवै भोलिको प्रतीक्षामा छुट्यौँ। अब मन चयनमा छैन कति बेला भोलि होला र उसलाई भेटेर। म उसलाई भेट्न यति आतुर थिएँ मानौ भोलि म संसार जित्दैछु। मेरो जीवनमा खुसीको वर्षा हुँदैछ। किन मान्छेको मन यति विघ्न उत्साही हुन्छ, मैले केही सोचेको छैन। साँझ घरमा खाना खान मनै लागेन। केवल भोलिको प्रतीक्षामा तुलबुलिन पुग्छु। निन्द्रा फिट्टिक्कै लाग्दैन। जहानले थाहा पाउली भनेर निदाएको अभिनय गर्छु। रुखुरी बास्दा नबास्दै बुढीले चिया थमाउँदै, आज छोरीको बिदा छ, लिएर कतै घुम्न जाउँ न है भन्दा झनक्क रिसाएँ म। किन आजकल बुढीको बोली रुखो लाग्न थालेको छ। अघिपछि उसको अनुहार हेरेर रमाउने मलाई आज उसको अनुहार मलिन लाग्छ। मनै भन्छु, कस्तो अलक्षिने आइमाई, बिहान बिहानै मुड खराब बनाइदिए मेरो। मनको साँगुरो दायराले यही भन्न थालेको छ। अझै सम्हालिएर भने, आज अफिसमा धेरै काम छ, साँझ मिटिङ भनेका छन्, म भ्याउँदिन घर आउन पनि, अबेरै हुन्छ होला। तिमी आफै कतै घुमाइदेऊ न है। मेरो कुरा नसकिँदै बुढीले मन्द मुस्कानमा हुन्छ भने र साँझ चाँडै आइस्यो न है भन्दा म नाजवाफ थिएँ। अब मेरो प्रतीक्षाको घडी सकिँदै थियो। तोकिएको समयभन्दा धेरै अघि हरिवंश आचार्यको चिना हराएको मान्छे बोकेर म मणिमुकुन्द सेन पार्कको माथिल्लो भागमा बसिरहेँ। ऊ आउने बाटो हेर्दै मलाई पार्कको त्यो सुन्दरता, त्यहाँ बनेको छट्टाहरू, त्यहाँको ऐतिहासिकता अनि त्यहाँ आवत जावत गर्दै गरेका कोही पनि मन पर्न छोडेको छ। मन पर्छ त केवल उसको अनुहार देख्दा नै स्वर्ग पुग्ने आवाज ममा भइरहेछ। पार्क अगाडिको त्यो पुल, छि, धिकार छु र निर्जीव पुललाई पनि किन गाली गरिरहेछु। हो, मलाई अब सबै चिज मन पर्न छोडेको छ। मन पर्छ त केवल उसको कुरा, उसको स्वर अनि देख्दै नदेखेको अदृश्य उसको अनुहार। हेर्दा हेर्दा घन्टा बितिसक्यो। हेर्दा हेर्दा नयनहरू ठिट्ठाइसके। टाढालाई धुमिला देख्न थालिसके। तर पनि ऊ आइन, आउँदै आइन। फेरि नजरलाई पुलसम्म पुर्याए। अघि नराम्रो लाग्ने पुल राम्रो लाग्छ। त्यही पुलमा निलो छाता ओढेर हातमा सानी छोरी डोराउँदै ऊ आई। टाढैबाट अनुहार यकिन गर्न त म सम्भव भएन, तर पनि म विश्वस्त छु त्यो उही हो। लामो कपाललाई गुजुमुल्टो बनाएर पछाडि बाँधिछ मुरीले। टाढाबाट देख्दा फक्रेको फुल जस्तो लाग्ने निलो टी सर्टमा टिमिक्कको पाइन्ट, बैजनी रङको जुत्ता कति सुहाएको मुरीलाई, सिलिक्क परेको ज्यान, लचकदार हिँडाइ, कल्पनामै मदहोस हुन्छ म। लाग्छ ऊ विवाहित महिला होइन, 16-18 की च्वाक तन्नेरी हो। सानी छोरी ठ्याक्कै मेरी छोरी जस्तै, एक हात आमालाई समाउँदै अर्को हातमा आइसक्रिम खाँदै हिँड्दा म बाल स्वभावमा केन्द्रित बन्छु। कस्तो चञ्चल, पवित्र अनि अबोध उत्सुकता। मेरी छोरीले तोते बोलीमा बाबा भनेको स्मरण गर्छु। होइन, म कस्तो हुस्छु, छोरी आउने भनेपछि एक पिस चोखोपन पनि नलिई आउने। आमासँग चाहिँ बदाम खाँदै घन्टौँ गफ गरिन्छ होला। होइन, कहाँ बदाम, उसलाई चटपट चाहिन्छ होला, म कल्पित भन्छु। नाइ, म कहाँ चटपट खान्छु र। खोर्सानी र श्रीमती सम्झिएपछि सातो जानेमा फेरि घोत्लिन्छु र सोध्छु, यति सानी छोरी भएकी मान्छे किन यसरी हिँडिया होला। उसको श्रीमान जेसुकै होस्, मलाई बाल मतलब, उनै यही चाहन्छे भने मेरो के दोष। हुन त म पनि कहाँ कम छु र। घरमा घन्टा समय नदिने उसको लागि पुरै दिन त्याग्न तयार छु। उसकी छोरीलाई मेरी छोरीको भन्दा बढी माया त गर्दिनँ, तर उसलाई जत्तिकै माया गर्छु। बाल स्नेहले मेरो मनमा जरा गाड्दै थियो। बिस्तारै ऊ नजिकै आइसके। अब म केही बेर कलाकार बने।
उसले पनि मलाई खोजेर हैरान होस् म चाहन्थेँ। पार्कको माथिल्लो छेउमा बसेर पहिले कुरा गर्दा खोकेको यादमा पढन्ते देखाउन चिना हराएको मान्छे पल्टाएर नदेखे चाहिँ म गोत्लिरहन्छु उसको प्रतीक्षामा, केवल उसको प्रतीक्षामा। मेरो अन्तिम सोचाइ उसको अनुहार कस्तो होला? नराम्रो, छि, यो हुनै सक्दैन। यस्तो राम्रो कुरा गर्ने मान्छे अनि कोहीले कण्ठको स्वर भएको मान्छे कसरी नराम्रो हुन सक्छ? म आफू ऐना त हेर्दिनँ, राम्रै कहाँ उला र। तर पनि म आफूलाई राम्रो सम्झन्छु, स्मार्ट ठान्छु। सायद म जस्ता सबैले यस्तै ठान्छन् होला। चियो चर्चो त गर्दिनँ र पनि सबैको विशेषता यही हुनुपर्छ। एक्कासी बाबा भन्दै छोरीले पछाडिबाट गर्लाममा अँगालो मार्छे। म छोरीलाई सम्हाल्दै उठ्छु र उपट्टि फर्कन्छु। मेरी बुढी भन्दै थिए, मै हुँ हजुरको फेसबुककी केटी।